हेलो साथीहरु, वेलकम ब्याक टु माई न्यू ब्लग। अनि आज चाहिँ म यता सब्जी मन्डीमा आइराखेको छु साथीहरु बहिनीसँग। अनि केहरू किन्दै उयो गर्दै यताबाट होला यस्तो ननाङ्गले भन्छ। अनि साथीहरु अब हामी सब्जी मन्डीबाट निस्केर यतानिर भानुचोकतिर जाँदैछौँ साथीहरु हैन। अनि हल्ला त कति हो साथीहरु हैन। अब हामी चाहिँ यता भानुचोकतिर जाँदैछौँ। अनि आज अघि बिहानदेखि नै भिडियो बनाउने भनेको साथीहरु, तर भएन। अनि अनि अब चाहिँ हामी जाँदैछौँ साथीहरु हैन। बाटो काट्नु पर्यो साथीहरु अब है। साथीहरु हाम्रो धरानको मछली पसल छ यहाँनिर छ। उस्तो यस्तो मछली पसल छ हैन। अनि यहाँ थियो यहाँ छ साथीहरु। अनि हामी यहाँ पुग्दैछौँ साथीहरु, यहाँ पुग्दैछौँ साथीहरु। गाउँबाट कस्तो राम्रो साथीहरु। अनि म चाहिँ घर आइपुगेँ भर्खरै। अनि त्यहाँदेखि घर आइपुगेँ। गर्मी साथीहरु, म त आज हिँड्दै आएको। ओभर धेरै गर्मी पनि भयो, गले पनि। अब फेरि पर जानुपर्ने छ। अनि त्यहाँ गएर फेरि म भिडियोहरू बनाउँछु, यताउता गर्छु। अनि त्यतिखेर के हुन्छ के हुँदै जान्छ म देखाउँछु साथीहरु। ल साथीहरु, उहाँ पट्टि भिडियो बनाएको त घामले त केही देखेन साथीहरु। अनि अहिले पनि फेरि यस्तै देखिरहेको छ। अनि अब फेरि हामी अर्को कामतिर लाग्यौँ साथीहरु हैन। अनि अब के हुन्छ कसो हुन्छ म बनाउँदै जान्छु, देखाउँदै जान्छु। देखाउन मिल्ने कुराहरू, देखाउन नमिल्ने कुराहरू देखाउँदिन साथीहरु। अनि अब चाहिँ जाँदैछु म हैन। अनि अब म बनाउँदै जान्छु साथीहरु बाटोतिर के हुन्छ कस्तो हुन्छ भनेर। ल साथीहरु, मैले भनेको ठाउँमा म आइपुगेँ साथीहरु हैन। अनि अब यहाँदेखि अलिकति हिँडेर जानुपर्छ तल। अनि हिँडेर तल पुगेर साथीहरु म फेरि देखाउने कुरा देखाउँछु साथीहरु हैन। अनि बनाउनु पर्ने कुराहरू बनाउँछु साथीहरु। अब घामले चाहिँ म केही देख्दिनँ है साथीहरु। अब तल भेटौँ। ल साथीहरु, अब चाहिँ म भनेकै ठाउँमा आइपुगेँ यहाँनिर हैन। तर घामले गर्दाखेरि राम्रो देखेकै छैन। भिडियो पनि बनाउनु पाएको छैन मैले साथीहरु। अनि मैले भनेको ठाउँ कहाँ हो भनेर म देखाउँछु साथीहरु। मैले भनेको ठाउँ यहाँ हो साथीहरु। यहाँ हो साथीहरु। मैले भनेको ठाउँ साथीहरु खोला बग्दैछ यता साथीहरु। ल अब एकछिनमा फेरि